महेन्द्र राजमार्ग विस्तारको धुलोले बेहाल पाडाजुङ्गीवासीको स्वास्थ्य सङ्कटमा। एसियाली मापदण्ड अनुरूप स्तरोन्नति भइरहेको महेन्द्र राजमार्गको निर्माण कार्यले गति लिइरहँदा पाडाजुङ्गी र आसपासका क्षेत्रका बासिन्दा भने गम्भीर स्वास्थ्य जोखिममा परेका छन्। सवारी साधन आवतजावत गर्दा सडकबाट उड्ने अत्याधिक धुलोका कारण स्थानीयहरू रुघाखोकी र श्वासप्रश्वास सम्बन्धी समस्याले ग्रसित बनेका छन्। पटक पटक सडक परियोजनाका सुपरवाइजरदेखि उच्च अधिकारीलाई कल गरेर तथा भेटेर धुलो नियन्त्रणका लागि पानी छर्कन आग्रह गर्दा पनि कुनै सुनवाई नभएको पीडितहरूको गुनासो छ। विकासको नाममा स्थानीयको स्वास्थ्यमाथि खेलवाड भइरहँदा सम्बन्धित परियोजनाले देखाएको यो उदासीनताले नागरिकमा आक्रोश बढाएको छ, जसले गर्दा निर्माणाधीन सडकको यो शास्ति कहिलेसम्म बेहोर्नुपर्ने हो भन्ने प्रश्न अनुत्तरित नै छ।